to my channel. So guys, आज चाहिँ गोल्ड कपको फाइनलको दिन आएको छौँ हामी टिकट काटिसक्यो स्टुडेन्टको अब भित्र जान लागेको छौँ सो गाइस अब के कस्तो हुन्छ हामी भित्र गएर देखाउँछौँ ल आज अलिक छिटो आएको छौँ ठेउ पाउँछौँ कि तो अनि अहिले चाहिँ हामी जाँदैछौँ भित्र यहाँ कपाल काटेँ मैले देखेँ मैले पनि काटेँ के गर्नु रिग्रेट लागिरहेछ तर मलाई त्यस्तै हुन्छ तर कति हल्का हुन्छ है हुन्छ हल्का कपालै बढ्दैन अब कहिले बढ्छ साथीहरू मेरो कपाल टुप्पोमा बस्नु भनेको त भिड बसेको तैँले सिलेबस तँ 12 बजी नै आउनु पर्यो टुप्पोमा बस्नुलाई भोक लाग्छ 10 बजी आएको भोक लाग्यो अहिले चाहिँ हामी भित्र आएर पनि यहाँ भित्र पसेर पनि बसिरहेछौँ है अनि यत्रो मान्छे एकदम मान्छे भिड छ अनि यहाँ डान्स हुन लागेको छ त यहीँ र यो मैदानबाट परेड गर्दै हाम्रा अतिथिहरू लगायत सम्पूर्ण हाम्रा पाल्नुहुने पाहुनाहरूलाई सलाम दिनुहुनेछ उहाँले त्यसपछि हामी यो मैदान खाली गरेर औपचारिक कार्यक्रमतर्फ अगाडि बढ्नेछौँ के छ हामीलाई खानेकुराको केही व्यवस्था छैन बदाम छ त म त तपाईँलाई अघि दिएको थिएँ कि म त भित्रै छु कि यहाँबाट उठेपछि अब ठाउँमै पाउला जस्तो छ नि क्या तपाईँ त्यो बासको पछाडि हुनुहुन्छ नि यहीँ देखिरहेको तपाईँ हिँड्नु हुँदैछ नि तपाईँ यता होइन यतापट्टि हेर्नु उता हिँड्नु हुँदैछ तपाईँ यता बासभन्दा अगाडि आउनु अब ठिक छ कि बासभन्दा अगाडि आउनु भाइको ठाउँबाट यता हेर्नु यहाँ हेर्नु हो त्यता हेर्नु यहाँ झन्डा हल्लाएको हेर्नु भएन अगाडि हेर्नु सिधै उभिउमा माथि हेर्नु न माथि सो गाइस अहिले चाहिँ हामी कस्तो अवस्था भइसक्यो अब त छेउको लागि अगाडि छिटो आएको अल्छी लाग्यो अरे प्रास पाउ भाइहरू हामीले चाहिँ अननोन भाइहरूलाई केही लिङ्कबाट हालिदिनु तर भाइहरूले त पुरै यहाँ भाइहरू झोलामा यहाँ चाहिँ म भ्यागुदा जस्तो बस्छु एक्सर्साइज गर्नुहुँदैछ सम्पूर्ण परिवारलाई म यहाँ परिचयका लागि आयो म माग्नुपर्छ है मोमो ल्याएको रहेछ भाइले भाइले कुरकुरै मात्रै बोलिरहेको छ यहाँ गाइस यिनीहरूको पैसाले ल त्यही छ हौ भाइले ल्याइदिएको ए हस् थ्याङ्क यू पुरै बुझ्ने भएन पैसा मसँग होइन यो झापाली हो होला एकदम दमदार गफ चलिरहेछ यहाँ यता नि कसरी थाहा हुँदैन हामी ककुन सपोर्टर हो यो दुईटै झापा हो तर कुन राम्रो लाग्छ त्यही हो यो भद्रपुर ब्लाजर्स यो उताको झापा 11 झापा 11
बेस्ट फ्रेन्ड जस्तै गरेर खेल्छ त एउटा दुईजना लड्छ फेरि दुईजना गर्छ के हो हाम्रो हाफ टाइम भएको छ हाफ टाइम मलाई त मजा आयो कस्तो पोसम रोस नि हाल्दैन तर मजा आइरहेछ हेर्न चाहिँ सुन्न ब्रेक टाइम भयो ब्रेक टाइम साथी मेरे एकदम ह्यान्डसम राम्रै राम्रै छैन all are good art person झापा 11 विदर्भबाट खेलाडी परिवर्तन जसरी 16 का पविन बोहरामा मैदान बाहिरिएर जसरी 11 का हरिबहादुर आलेमगर मैदान प्रवेश गरेका छन् फेटेको यसो गर्दैथ्यो यसो उलमुल हुँदैछ मलाई के भइरहेको पुरै यो त सो गाइस उतै पनि हराएको छ यो पनि हराएको थियो टक्कै यहाँ भेट्यो भने सो गाइस अब चाहिँ हाम्रो भद्रपुरले जित्यो झापाले जित्यो नि एउटै हो भद्रपुरले जित्यो नि भद्रपुर त झन् ट्रफी हेर्नु फोटो खिच्नु मन लागेको थियो त्यो सो गाइस अनि हामी गोलगाउँबाट आयौँ ओर्यौँ फ्रेस पनि भएन सुते
अनि उठेर भ्लगिङ गरेको छु गाइज उता इन गर्नु पाइनँ बिर्सेँ अनि तपाईँहरूलाई हाम्रो गोल्ड कपको भ्लग कस्तो लाग्यो भिडियो मन परेमा लाइक सेयर कमेन्ट गरिदिनु होला अनि त्यसै गरी मेरो युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला छिट्टो भन्दा पनि छिट्टो 3K बनाइदिनु होला 3K बनाइदिनु होला ल माया गरिदिनु होला अनि यसरी सपोर्ट गरिदिँदै गर्नु होला है लभ यु अल बाई बाई किप वाचिङ थ्याङ्क यू